हेलो गाइस नमस्ते फेरि पनि वेलकम टु माई मिसेस राणा गुरुङ च्यानल अनि मैले चाहिँ आज मेरो बर्थडेको स्पेसल खासै त्यस्तो धेरै क्लिपहरू त केही पनि छैन मैले चाहिँ मेरो बर्थडेको दिन भएको भएर चाहिँ मेरो जति पनि मेरो जन्मदिनलाई स्पेसल बनाइदिनु हुने सम्पूर्ण शुभचिन्तकहरूलाई मैले यही भिडियो मार्फत पनि सम्झिन चाहन्छु त्यसै कारणले गर्दाखेरि पनि मैले यो भिडियो बनाएको गाइज सो फर्स्ट अफ अल धेरै धेरै धन्यवाद टु मिस्टर डियर हस्बेन्ड किन भन्दाखेरि मेरो बर्थडेलाई स्पेसल बनाइदिनु भयो आज चाहिँ बर्थडे केक पनि आएछ म चाहिँ 30s बाई बाई 31 अब स्टार्टमा हो उहाँले चाहिँ प्रेजेन्ट गरिदिनु भएको छ बुढी आदि भइसके रिमेम्बर गराइदिएको बुढीको एज रिमेम्बर गराइदिनु भयो त्यसको लागि पनि धेरै धेरै थ्याङ्क यू अनि अर्को थ्याङ्क यू भनेको चाहिँ मेरो सोसल मिडिया मार्फत चाहिँ मलाई जतिजनाले पनि मेरो आज बर्थडेको दिनलाई चाहिँ स्पेसल बनाइदिनु भयो बर्थडे विस गरिदिनु भयो थ्याङ्क यू सो मच टु माई अल माई फ्यामिलीज रिलेटिभ्स अनि मेरो कलिग्सहरू अनि त्यसपछि मसँग काम गर्नुहुने सम्पूर्ण स्टाफहरूलाई धेरै धेरै यही भिडियो मार्फत चाहिँ धन्यवाद व्यक्त गर्न चाहन्छु सो साथीहरू यहाँ चाहिँ मेरो क्यान्डल पनि पग्लिसक्यो सो अब भने चाहिँ म केक कटिङ सेरिमनीतिर लाग्छु सो अब हामी स्टार्ट गर्ने ल केक काट्नु पनि सकिन ह्याप्पी बर्थडे टु यु बर्थडे टु मी ह्याप्पी बर्थडे टु मी ह्याप्पी बर्थडे डियर बुढी ह्याप्पी बर्थडे टु मी म चाहिँ केक काट्छु गाइज ल ओ माई गॉड ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ल यो चाहिँ हाम्रो फर्स्ट केक चाहिँ मैले मेरो भगवान मेरो कुलपित्री सबैजनालाई सम्झेर चढाएको छु है चढाउनु पर्छ है गाइस त्यो माथि राख्दिउँ सो सबैजनालाई थ्याङ्क यू सो मच है यही भिडियो मार्फत सो अब हाम्रो नेक्स्ट भनेको चाहिँ बुढीलाई खुवाइदिनु पर्छ होइन पहिला बुढाले खुवाइदिने तिम्रो फोन आएको छ क्या यो चाहिँ मेरो सम्पूर्ण मेरो युट्युब फ्यामिली मेरो रिलेटिभ सबैजनालाई यसै भिडियो मार्फत सम्झेको छु अनि अब यो भिडियोको अन्तिममा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि मेरो बर्थडे जति पनि सोसल मिडियाबाट मलाई विस गरिदिनु भयो त्यसको लागि एकदम आभारी छु है थ्याङ्क यू सो मच अनि आज चाहिँ हाम्रो स्पेसल खासै त्यस्तो केही पनि छैन हामीले चाहिँ केक कटिङ सेरिमनी मात्रै राखेको त्यसबाहेक अरू चाहिँ केही स्पेसल गरेन आजको दिन सो गाइज आजको लागि मेरो बर्थडे स्पेसल यति नै हो बाई बाई अनि अर्को कुरा भनेको चाहिँ सबैजनालाई चाहिँ खुसी रहनुहोस् सुखी रहनुहोस् आफ्नो फ्यामिलीसँग इन्जोय गर्नुहोस् भने चाहिँ हामी खाना खान्छौँ तपाईँहरूले पनि खाना खाइसक्नु भयो होला सो सबैजनालाई शुभरात्रि बाई बाई गुड नाइट